तेश्वर त्यसको मुनि लेख्नु भएको छ पारुहाङ साम्तेङ माङखिम। यो दुईटा मूर्ति देख्नु हुँदैछ। सुङनिमा पारुहाङ राईहरूको चाहिँ मेन पुर्खा उहाँ नै हुनुहुन्छ। हाम्रो पुर्खाहरू चाहिँ यस्तो प्रकारले जिउँथ्यो भन्ने यहाँनिर पोस्टरमा दर्शाएको छ। हेर्नुहोस् यहाँनिर सबै उहिले कसरी। हेलो गाइस, नमस्कार सेवानी, स्वागत छ तपाईँलाई मेरो भ्लगमा। आज म यहाँनिर राङ्का माङखिम आएको छु। बिहानै तपाईँलाई यहाँको भ्युजहरू पनि देखाउँछु। सबै भिडियोहरू मजाले हेर्नुहोस्, इन्जोय गर्नुहोस् र मन परेमा मेरो यो जितेन साङपाङ पेजलाई फलो पनि गरिदिनु होला र युट्युबबाट हेरिरहनु भएको छ भने मेरो यो साङपाङ फर्स्ट युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। जतिसक्दो सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र यसरी नै तपाईँहरूलाई म अर्को भिडियोहरू पनि ल्याउनु सकौँ। झाराका सेवानी भनेको चाहिँ नमस्कार, स्वागत छ तपाईँहरूलाई भनेको। यहाँनिर सेक्युरिटी गार्ड पनि बस्दो रहेछ। यहाँनिर ठुलो जग्गा रहेछ जग्गा चाहिँ। र यहाँनिर दुईटा मूर्ति देखिराख्नु भएको छ राईहरूको। र यहाँनिर सेवानी यहाँनिर इनोग्रेट गरेको रहेछ। पारुहाङ साप्तेङ माङखिम हो यो चाहिँ। र यहाँनिर चाहिँ राङ्का राई गाउँ गान्तोक यो चाहिँ इनोग्रेट गर्नुभएको रहेछ श्री प्रेमसिंह तामाङ गोले, अनेबल चिफ मिनिस्टर अफ सिक्किम। 28 मे 2022 मा गर्नुभएको रहेछ। लिफ्टमा चढेर म माथि तपाईँको फ्लोरमा जाँदैछु। यहाँनिर लिफ्ट पनि रहेछ, लिफ्टको सुविधा पनि रहेछ। यहाँनिर जग्गा पनि निकै ठुलो रहेछ। 1 2 3 अब आइपुग्यो 4 पनि आइपुग्यो। 4 फ्लोर कति यो 8% रहेछ। 544 केजी मात्रै रहेछ यसमा अलाउड। डोर पनि क्लोज ओपन भयो। तपाईँ बाहिर निस्किँदैछु। यहाँदेखि यो साइड जानुपर्छ। तपाईँलाई म बाहिरको भिडियो म टप फ्लोरमा आइपुगेँ। यहाँनिर देखाउँदैछु तपाईँहरूलाई। यत्रो ठुलो छ यहाँनिरको कम्पाउन्ड। हेर्नुहोस् पुरै यहाँदेखि सोलिड हो। यो माथि देख्नुहुँदैछ नि लाइटहरू बलेको, त्यहाँनिर जानुपर्छ म अहिले। र यहाँनिर यत्रो ठुलो रहेछ सबै आएर बस्नेहरू जग्गा। र यहाँनिर माथि तपाईँले देख्नुहुँदैछ चिन्डो। यो साइड पनि देख्नुहुन्छ, पर डल्लो भएको चिन्डो भन्छ नेपालीमा, त्यसलाई हामीले वाबुक राई भाषामा। र यहाँनिर हाम्रो पुर्खाहरू छ। यहाँ हुनुहुन्छ पातेसुङमा र यहाँनिर हुनुहुन्छ दिलिदुङमा। उहाँ दुईजना चाहिँ फर्स्ट किरातेश्वरको फर्स्ट सुङनिया पारुहाङले बनाउनु भएको मान्छे। उहाँ दिदी बहिनी ताङमा र खियामा, पातेसुङ र दिलिदुङमा उहाँको ठुलो छोरी र सानो छोरी। उहाँ चाहिँ हुनुहुन्छ दिलिदुङमाको पुत्र हेचुवा र उहाँ हुनुहुन्छ रिनाखा हेचुवाका धर्मपत्नी। उहाँको चाहिँ उहाँले चाहिँ आफ्नो स्वरूपलाई बदलिनु सक्ने शक्ति पनि भएको। यो आधा पक्षी आधा मानिस चाहिँ पक्षीमा बदलिँदै गरेको। र यसको चाहिँ यहाँनिर लेखेको छ आधा पक्षी आधा मानव। किरात राईहरूको मुन्दुम अनुरूप भाइ लोङमाले एचुवाको उनीहरूको कुटाइले मर्यो भन्ने भ्रममा परेर आत्मा लागि भाइ नाना खिमवा मधेसतर्फ जानेलाई आफ्नो मानव शरीर मुन्दुमी शक्तिद्वारा पक्षी अनेसको रूपमा बदलिँदै गरेको। यहाँनिर चाहिँ तपाईँको रहेछ लिस्ट अफ फाउन्डर मेम्बरहरूको रहेछ। पारुहाङ साप्तेङ माङखिम समिति एस रिकर्डेड नेम फाउन्टिल 2019 सम्मको सबैको नाम यहाँनिर लेखिदिएको रहेछ।
यसरी र यो साइडमा पनि छ, दुईटामा बोर्डमा लेखेको रहेछ। र यहाँ चाहिँ माङ्पा रेसिडेन्ट रहेछ, प्रे हल। यहाँनिर माङ्पा भने चाहिँ तपाईँको राई भाषामा झाँक्री भनेको। हाम्रो पुर्खाहरू चाहिँ यस्तो प्रकारले जिउँथ्यो भन्ने यहाँनिर पोस्टरमा दर्शाएको छ। हेर्नुहोस् यहाँनिर सबै उहिले कसरी के गरेर बस्थ्यो, के गरेर खान्थ्यो, कस्तो प्रकारले पकाएर खान्थ्यो, चुला कस्तो हुन्थ्यो। राईको त त्यही हो, 3 चुला। हामी नेचर वर्सिपर हो। र यहाँनिर तपाईँले बोथ साइडको फोटोहरू देख्न सक्नुहुन्छ, कस्तो प्रकारले जिउँथ्यो, कस्तो प्रकारले खान्थ्यो, बस्थ्यो भन्ने। यहाँ सबै भित्ताभरि नै बनाएको रहेछ, माथि माथिसम्म पनि बनाएको रहेछ। यसरी दाउराहरू भारी बोक्थ्यो डोकोमा र यसरी चुला बनाएर पकाउँथ्यो। यहाँ हेर्नुहोस्, सबै राम्रो प्रकारले बनाएको रहेछ। टोटल यहाँनिर दर्शाएको छ, कपडाहरू कसरी बनाउँथ्यो त्योहरू पनि छ यहाँनिर। र हाम्रो माङ्पाहरू कसरी नेचरलाई पूजा गर्थ्यो, प्रकृतिलाई, त्यो पनि यहाँनिर दर्शाएको छ। र यो साइडमा पनि वाबुक ठुलो बनाएको रहेछ यहाँनिर। वाबुक हामीले चाहिँ यो पितृ पूजा गर्दाखेरि पनि चाहिन्छ, यसमा जाँडहरू हाल्नुपर्छ, आराखा, वासिम। यहाँनिर नि बनाएको छ, हाम्रो सिल्ली डान्स गर्दा यस्तो प्रकारले गरिन्छ भनेर। यहाँनिर मजाको बनाएको रहेछ बस्ने जग्गाहरू पनि। र यता पनि छ, सिल्ली डान्स गर्दा यस्तो प्रकारले गर्छ। यहाँनिर चाहिँ तपाईँको ल्यान्ड डोनरको नाम रहेछ, यहाँनिर हुनुहुँदो रहेछ। उहाँहरूले लेट समन राई कोयु फादर एन्ड लेट हर्कमाया राई र तोछा चाङमिङमा मदर उहाँहरूले गर्नुभएको रहेछ। यो दुईटा मूर्ति देख्नु हुँदैछ, सुङनिमा पारुहाङ राईहरूको चाहिँ मेन पुर्खा उहाँ नै हुनुहुन्छ। उहाँहरूबाट हामीहरू पनि आएको भन्ने छ। यो भित्र पूजा हुन्छ। यहाँनिर पहिलाको खालको 2 ताले घर, टाढे घर बनाएको छ। यहाँनिर मकैहरू झुन्डाएको र मान्छेले त्यहाँबाट हेरिरहेको, मजाको बनाएको रहेछ। उहिले यस्तै हुन्थ्यो काठको घर, तर यही भित्र हुन्छ पूजा। पूजा चाहिँ 3 चुला पूजा हुन्छ। हामी चाहिँ भन्छ सुतुलुङ, तारालुङ, मिछालुङ, दिच्छेम भन्छ यसलाई। र यहाँनिर 3टा चुला अघि मैले भनेको यहाँनिर पूजा हुन्छ, सुतुलुङ, तारालुङ, मिछालुङ। 5 टाउके नागदेव पनि रहेछ, सेती नागदेव, उहाँको मूर्ति पनि, उहाँको पनि पूजा हुन्छ।